हेलो गाइस आज त सामनाले इन्ट्रो भिडियो बनाएको छ। आफ्टर 2 मन्थ पछि चाहिँ हामी ब्लग सुरु गर्दैछौँ। एन्ड बाई बाई गाइस। अहिले एकछिनपछि भेटौँला। गाइस हामी त हिँडेको लखर कता हिँडेको थाहा छैन लावारिसहरूलाई। अब हामी चाहिँ कता हिँड्छौँ थाहा छैन। लाफिङ खाँदैन फेरि लाफिङ कुदा यहाँ 7 बच्चाहरू अघि त कस्तो मान्छे जाने बित्तिकै दिएको हो। त्यही भएर होला नि। हामी चाहिँ हाइड आउट जानु लागेको। अब अटो पायो भने चाहिँ हाइड आउट जान्छौँ। बुके पनि नदिए हुन्थ्यो। बुके दिएर यसरी फाल्ने भयो। What's up guys? हामी फेरि गीतमा त्यही भएर मैले बन्द गरेको। लाफिङ नखाने भन्दा फेरि उषा दिदीको लाफिङ भनेपछि वाइ नट भनेर फेरि हामी आयौँ खान्छ ब्लग। कोही जाने भनेपछि त फेरि आउनै पर्छ उहाँलाई। आउने फेरि निधारमै ठुलो खाना बजेर अरूले खाइस लाग्छ उसले खानु नखो लाग्दैछ। लिप ग्लस साथीहरू फ्रम द गर्ल्स स्पार्कल। Here is our laughing Sati Hatsin. How Sati? Cái gì nó chưa hả? Cam kiểu nha. आज बाहिर टर्ने मेरो पालो थियो होइन। अब स्ट्रिट फुडहरू लाग्न लाग्यो। हामी चाहिँ अब त्यहाँ लाफिङबाट खाएर निस्किसक्यौँ। कुरा गरेको होला। गाइस हामी चाहिँ अटोमा चढ्यौँ तर के गर्नु हामीसँग सबै 70 रुपियाँ छ। 70 रुपियाँ पुऱ्याइदिनु भनिरहेको छ यसले। पुऱ्याइदिनुहुन्छ भन्ने भयो। 100 रुपियाँ हामीसँगै छैन। अनि ए खुल्ला खुल्ला गर्ने भने हाम्रो पैसा सकिन्छ क्या त्यहाँ भएर। ओइ यहाँ 500 खुल्ला गरेको कि 1 रुपियाँ नभएको कि मसँग त। त्यस्तै हो धनी मान्छे। खो धनी छ। रिच किड छ है यता। पैसा दिन भनेको कि मान्दै मानेन यार फन। हाइड आउट आइसक्यौँ हामी। हाइड आउट के पर्स हाइड आउट आइसक्यौँ हामीले। अस्ति नै यहाँ भिडियो बनाएको। अहिले चाहिँ हाइड आउटको यो झ्याङ काटेर रहेछ। अनि काची छ नि त नि। अनि मान्छेहरू टँ होला है मलाई देखेर। हेलो गाइज भन। त्यो भाइ छ नि एउटा गाइज भन्नु होला। त्यो यहीँको रहेछ। हाइड आउट यस्तो दामी यस्तो हरियाली थियो तर अहिले काटेको रहेछ। ल लेट्स गो। यस्तो दामी छ कि। गाइस हाइड आउटमा आएको तर के गर्नु छाउै पाएन। यस्तो धेरै भिड छ। त्यही भएर हामीले ठाउँ नपाएर चाहिँ स्याड भएर बसेको। ठाउँ त पायो कि तर हामीले भनेको ठाउँ पाएन। त्यही भएर हामी चाहिँ निराश भएर बसेको। कहाँ त के भन्दै उनीहरू फर्क्यो नि त जाने। उनीहरू फर्क्यो भने चाहिँ ठाउँ छैन होला। यतापट्टि उतापट्टि मान्छे थियो यतापट्टि थिएन क्या। लाइट हेर्न सक्नु चाहिँ कस्तो दामी। जाऊ न तिमी। गाइस हामीले चाहिँ यो हेरेको छौँ होइन। अनि थाहा छ पङ्खा त क्या उड्ने लगाइदिरहेको कि। हाम्रो साथी मक्कै छिन्। मेरो नयाँ टी सर्ट लाउन पायो। पिज्जा गाइस हाम्रो चाहिँ ड्रिङ्क्सहरू आइसकेको छ। अनि यो चाहिँ कोक मोइटो आइसकेको छ। अनि यो मिनी क्यान्डो चाहिँ दबाई पागलबाट। यो पम्किन पनि दबाई पागलबाट टिभीवाला। अनि यति यो होइन पाल्ने पर्ने हुन्छ दबाई पागलबाट है।
त्यो पनि डबल सिस्टरबाट हेर्छ कति राम्रो देख्छ हाम्रो हर्बेन्ड पनि आइसकेको छ अनि मेरो साथीकोमा चाहिँ किरा पसेर अनि हाम्रो वेटर दाजुले लगिदिनु भयो अब चाहिँ कतिखेर आउँछ छैन खै ग्लोभ ल कस्तो पानी तिरेर यार अब के गर्नु एकैचोटि आउँछ कि भनेर आफू गएर तर के अब हामी चाहिँ खाने हो साथी चाहिँ साथी मेरो दुधेछ तिमीलाई कहाँ बल्ल हाम्रो सोल्टी फोन हान्दा 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 यहाँ हामीलाई 10 घन्टा पुऱ्याएर गई भन्ने पिता पनि आइसकेको छ म भित्ताइदिन्छु कि क्या हो हामी आएको थियौँ हाइड आउट अनि हामीले चाहिँ मगायौँ मिट लभर पिज्जा खाने भनेको तर त्यसमा पोर्क हुन्छ अनि पोर्क चाहिँ हाम्रो सोल्टीले खाँदैन अनि हाम्रो मगायौँ यो नयाँ के रहेछ नाम पिज्जा डे पोलो समथिङ अनि हाम्रो खाजा आइसक्यो अब हामी खान्छौँ तिमी ड्रिङ्क्समा चाहिँ कोक मोहितो मगाएको थिएँ मैले है फर्काइदिएँ मैले अब म खान्छु यो काँक्रा सरी गाजर थियो त्यो चुकन्दर खाने चुकन्दर चाहिँ लास्टै नमिठो हुन्छ तर बास्ने हुर्दै गर्दा हजुर नखाने मैले खायौँ ल हाम्रो मिसन चोटि यहीँ छ नि ओ यो लगौँ के भन्छ अरे अलिक क्यामेरा चाहिन्छ नि त्यही भएर नदिएको हो क्या जे पनि लग आज नि मैले यस्तै किनेको नि है खै पन्जा ग्लभ पन्जा पनि हामी नेपाली हो नि हातले खाइदिन्छु मलाई यस हामी ब्लगर हो त अनि अब चाहिँ हामी ब्लग कन्टिन्यू आउँछ खानुभन्दा धेरै त दाँत नै अड्किन्छ मैले ब्लग किन नबनाएको भने आफ्टर 2 मन्थ पछि आएको किनभने ब्लगमा म बिजी थिएँ त्यही भएर है अब चाहिँ ब्लग हप्ता विकमा एकचोटि एउटा ब्लगमा बिजी थिएँ होइन साथी म मेरो काममा बिजी थिएँ मैले ब्लगमा बिजी छ भने बनाउन पाएन भन मैले के काममा बिजी थिएँ भनेर त्यो भन अब थ्याङ्क यू फेरि बिगार्छु फेरि मगाउँछु किमिरा परेको के आयो एकचोटि किमिरा पर्यो अब अर्कोचोटि फेरि के मैले दाडी पनि अर्को किमिरा पार्छु अनि फेरि आधी खान्छ फेरि मगाउँछु त्यस्तो के भन्छ अरे खानामा ढुङ्गा पर्यो भनेर पैसा के अरे नतिर्ने भनेर प्लान गरेर इत्ते ल्याएर राखिदिन्छ त्यस्तै गर्ने होइन म चाहिँ के काममा बिजी थिएँ भने मेरो चाहिँ स्टोर खोल्नुमा बिजी थिएँ अनि प्लस हामी पोखरा गर्थ्यौँ 10 सेकेन्डको ब्लग नै आएन फर्स्टमै समाप्त भयो किनभने हामी धेरै नाइट घुम्यौँ अनि नाइट घुम्दाखेरि चाहिँ भिडियो गर्न पनि पाइएन मोबाइल र स्विच अफ भएर घर रुममा चार्ज गरेर डिनर गएको हेलो चेस बोल्दै गर हामी खान्छौँ हाम्रो चाहिँ पर्क बेल खान्छौँ त आयो मिठो हो यहाँको हेर त टमाटर हाम्रो चाहिँ यो कति धेरै भयो साथीहरू विषय गरिदिन्छ मेरो साथी अनि यसले मलाई यहाँ चाहिँ लास्टै भिड भयो जान्नु के हो र have a good happy Saturday, have a beautiful new guys म एकदम सिरियस छु गाइज मैले अब नेक्स्ट भिडियो चाहिँ हेलो त्यस्तो त नभन्नु भिडियोमा आएर गाइज मैले चाहिँ अर्को नेक्स्ट भिडियो चाहिँ कस्तो वाला भिडियो बनाउने भन्नुहोस् त हजुरहरूले कमेन्ट गर्नुहोस् है त्यहाँ तल कस्तो बनाउनु तपाईँको युट्युब जर्नी यही सवाफ गर्नुहोस् त्यस्तो चाहिँ नभन्नु ल मलाई चाहिँ कन्फिडेन्स निकाल्नुको लागि चाहिँ ब्लग बनाउनु छ त्यही भएर यति धेरै ब्लग बनाउँछु कि कोसिस गर्दैछु कसरी बोल्ने भनेर म बोल्न जान्दिनँ त्यही भएर मेरो साथी चाहिँ धेरै बोल्न जानेछ अनि मलाई सिकाइदिँदै यही खुसीमा रोनाल्डो भन्दै पनि
होइन मलाई भन्न नि आउँदैन मैले उहाँलाई चिन्दा नि चिन्दिनँ उहाँलाई म भन्न नि चिन्दिनँ भने कमेन्ट भएर गाली गर्ने कि त्यस्तो पनि होइन है नाम भन्न जान्दिनँ भने गाइज बाई बाई यहाँ कस्तो फोटोहरू खिच्नु म यहाँनिर झुन्डेको थिएँ होइन अनि हाम्रो चाहिँ खै टन्नै बिलाए जस्तो लाग्यो मेरो बाथरुम बाथटपले डस्टबिन हो यहाँ जे चिज पनि नेचुरल छ जस्तो म नेचुरल छु त्यस्तै नेचुरल छ यो ठाउँ पनि लास्टै नभन्नु म नेचुरल छैन मैले केही चिज पनि एडिट पनि गर्दिनँ ओ यहाँ राख्दा देख्यो टिस्यु देख्यो र यहाँ छ कि टिस्यु हामी चाहिँ यहाँबाट अब जान्छौँ अनि जान्छौँ गाइस हाम्रो चाहिँ खानाहरू सबै सकिसक्यो नास्ताहरू चाहिँ सबै सकिसक्यो अनि हामी चाहिँ यहाँबाट निस्किन लागेको अनि अब चाहिँ हामी यहाँ फोटोसोटो खिच्छौँ अनि निस्किन्छौँ फोटोहरू यहाँ खिचेको राम्रो आएन त्यही भएर अनि के नै ओ माई गड आगो है यो त के भन्छ यसलाई सिजलर नै उयो अति फेरि मनमै आगो लाग्यो भने गाह्रो हुन्छ गाइस त्यही भएर खानु हुन्न यस्तो लोजिक त खतरा लगाइदिन्छु क्या मैले अनि मैले चाहिँ भ्लग नबनाउनुको रिजन चाहिँ मेरो स्टोर छ द गर्ल्स स्पार्कल बर्दाघाटमा अनि त्यसको लागि चाहिँ म बिजी थिएँ अनि सो त्यही भएर भ्लग पनि बनाउन पाइनँ अनि आफ्टर त्यो पोखरापछि चाहिँ झापझुप आउनु पर्यो अनि त्यही भएर चाहिँ भ्लग बनाउन पाएँ हामीले केही होइन के गाइज हामी यहाँबाट निस्केको बाई बाई हाइड आउट हामी चाहिँ यहाँबाट निस्केको अब चाहिँ हामी जान्छौँ कति अँध्यारै हो अनि हामी चाहिँ निस्किन लागेको यति दिल हेरिदिनु भएकोमा धेरै धन्यवाद सी यू अन नेक्स्ट भिडियो बाई बाई गाइस लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई 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 भन्दै नगरिदिनु भएर